हेलो एभ्रिवान। आजको भिडियोमा चाहिँ हामी नेपाल टेलिकमको सिममा इन्कमिङ कल इस्यु आयो भने चाहिँ के सल्युसन हुन सक्छ भनेर हेर्छौँ। सो कहिलेकाहीँ चाहिँ हाम्रो नेपाल टेलिकमको ई सिममा यदि इन्कमिङ कल इस्यु आयो भने चाहिँ हामीसँग केही सल्युसन छ जुन चाहिँ हामी काउन्टर नगइकन पनि घरमै बसेर पनि ट्राई गर्न सक्छौँ। त्योमध्ये चाहिँ केही सल्युसनहरू चाहिँ हामी आज हेर्छौँ। पहिला सल्युसन भनेको चाहिँ ##002#। यो चाहिँ हामीले डायल गऱ्यौँ भने यसले चाहिँ हाम्रो सिममा भएको जति कल फरवार्डिङहरू छन् सबलाई चाहिँ इरेज गरिदिन्छ। अनि इन्कमिङ कलको इस्यु भनेको धेरै जसोमा हुने भनेको त्यो कल फरवार्डिङले गर्दा नै हो। हामीले कसैकोमा कल फरवार्डिङ गरेको हुन्छौँ, त्यो नम्बरमा केही इस्यु आयो या त्यो नम्बर बन्द भयो, त्यस्तो केही भयो भने चाहिँ हाम्रो त्यो इन्कमिङ कल इस्यु हुन्छ। त्यही भएर चाहिँ धेरै जसोको केसमा चाहिँ ##002# गर्नुभयो भने चाहिँ इन्कमिङ कल इस्यु चाहिँ सोल्भ हुन्छ। सेकेन्ड सल्युसन चाहिँ के हुन सक्छ भने अहिलेको सेटहरूमा धेरै जसो 4G 5G सपोर्टेड सेटहरू हुन्छन्। त्यसमा चाहिँ धेरै जसो सेटमा चाहिँ भोल्टी दे पनि त्यो नसपोर्ट गर्ने टाइपको हुन्छ। त्यही भएर चाहिँ यदि हाम्रो या त भोल्टी सिममा अप्लाई भएछ, सेटमा अप्लाई भएको छैन, या त सेटमा अप्लाई भएछ, सिममा अप्लाई भएको छैन, त्यस्तो केस पनि भयो भने चाहिँ त्यो इन्कमिङ कल इस्यु चाहिँ धेरैकोमा देखिन्छ। त्यही भएर एउटा सल्युसन चाहिँ के हुन सक्छ भने हामी चाहिँ सिम र सेट दुवैबाट चाहिँ भोल्टी हटाएर ट्राई गर्न सक्छौँ। सिमबाट हटाउनलाई चाहिँ *444*3# डायल गर्नुभयो भने चाहिँ सिमबाट चाहिँ भोल्टी हट्छ। त्यस्तै सेटबाट हटाउनलाई चाहिँ मोबाइलको सेटिङमा गएर कनेक्सनभित्र त्यहाँ अब सेट अनुसार चाहिँ जस्तो डिफ्रेन्ट नै हुन्छ। एन्ड्रोइडमा डिफ्रेन्ट ठाउँमा हुन्छ, त्यहाँ आइओएसमा छुट्टै हुन्छ। त्यही भएर चाहिँ त्यहाँ सेटिङमा गएर यदि हामी सर्च नै गर्न सक्छौँ त्यहाँ भोल्टी छ भने यदि हाम्रो सेटमा त्यसलाई अफ गरेर अनि त्यसपछि चाहिँ एयरप्लेन मोड अन गर्ने अनि त्यसपछि चाहिँ 10-15 सेकेन्ड जति छोडेर अनि त्यसपछि फेरि अफ गर्नु पर्यो। यसले के गर्छ भने चाहिँ हाम्रो मोबाइलमा जुन हामीले चेन्जेसहरू अप्लाई गऱ्यौँ त्यसलाई चाहिँ नयाँबाट अप्लाई गरिदिन्छ सिममा सेटमा। त्यही भएर चाहिँ एयरप्लेन मोड अन अफले पनि धेरै जसो बेला चाहिँ काम गर्छ। एयरप्लेन मोड अन अफ काम गरेन भने एकचोटि मोबाइल रिस्टार्ट गरेर नि ट्राई गर्न सकिन्छ। अनि त्यसपछि चाहिँ हामीले ट्राई गऱ्यौँ भने धेरैको चाहिँ त्यो इन्कमिङ कल इस्यु चाहिँ सोल्भ भइरहन्छ। अनि एकचोटि चाहिँ हटाएर ट्राई गऱ्यौँ, यदि काम चलिरहेछ भने यदि इन्कमिङ कल इस्यु सोल्भ भयो भने चाहिँ हामी फेरि अप्लाई गरेर नै ट्राई गर्न सक्छौँ। त्यसपछि चाहिँ भोल्टी ल्याएर पनि धेरैकोमा फाइन नै वर्क गर्छ इन्कमिङ कल। यदि भएन भने चाहिँ भोल्टी हटाएरै राख्नु पर्यो। अनि अर्को केसमा के हुन सक्छ भने यदि भोल्टी छैन, जस्तो यो मोस्टली चाहिँ आइफोनको केसमा हुन्छ। लेटेस्ट आइफोनहरू बिना भोल्टीको चाहिँ यो इन्कमिङ आउटगोइङ इस्युहरू चाहिँ धेरै जसो देखिन्छ। त्यही भएर त्यस्तो केसमा चाहिँ भोल्टी छैन भने चाहिँ हामीले सेट सिम दुवैमा चाहिँ भोल्टी अन गर्नुपर्छ। आइफोनको केसमा त 99% अफ द टाइम लेटेस्ट सेटहरूमा चाहिँ भोल्टी त मस्ट नै हो। त्यसको लागि चाहिँ अन गर्नलाई चाहिँ *444*2# गरेर चाहिँ अन गर्न सक्छौँ सिमबाट। सेटबाट पनि त्यही सेटिङमा गएर भोल्टी सर्च गरेर अनि त्यहाँ चाहिँ टोगल बटन हुन्छ, त्यसलाई चाहिँ अन गर्न पर्यो। यो चाहिँ अफ होइन कि यो अन, यसलाई चाहिँ हामीले अन गर्न पर्यो। अनि त्यसपछि फेरि त्यो चेन्जेस अप्लाई गर्नलाई चाहिँ एयरप्लेन मोड अन अफ गर्न पर्यो। त्यो भएन भने एकचोटि मोबाइल रिस्टार्ट गरेर नि ट्राई, कहिलेकाहीँ एयरप्लेन मोडले काम नगरेर रिस्टार्टले काम गरिरहन्छ। सो यो 3टा तरिकाले चाहिँ हामी 3टा सल्युसन युज गरेर चाहिँ हामी इन्कमिङ कल इस्यु चाहिँ मोस्ट अफ द केसेसमा चाहिँ सोल्भ गर्न सक्छौँ। त्यसले पनि काम गरेन भने 1498 मा कम्प्लेन टिपाउन सक्छौँ, या त काउन्टर नै केही केसमा चाहिँ काउन्टर पनि भिजिट गर्न पर्ने हुन्छ। यदि त्यस्तो ठुलै समस्या छ भने सिम चेन्ज गर्न पनि पर्ने हुन्छ। धेरै पुरानो, यदि पुरानो सिम छ भने त्यस्तो केसमा चाहिँ सिम पनि चेन्ज गर्न पर्ने हुन्छ। त्यही भएर चाहिँ यो सल्युसनहरू हामी घरमै बसेर नै अप्लाई गर्न सक्छौँ। काम गर्यो भने, काम गरेन भने 1498 मा कम्प्लेन गर्न सक्छौँ, या त टेलिकमको नजिकको काउन्टरमा भिजिट गर्न सक्छौँ। धन्यवाद।